मान्छे अस्पताल जान चाहन्छ, आजसम्म कोही पनि आउनु भएन रे भनेर कुरो गर्नुहुन्छ। आज 10-15 दिनदेखि उहाँ चाहिँ यसरी बस्नु भएको छ। अहिले हामीले तपाईलाई देखाउँदैछौँ अत्यन्त अशक्त व्यक्तिको भिडियो। उहाँ कुनै पागल होइन, मानसिक रूपले पीडित व्यक्ति होइन जस्तो लाग्छ। उहाँ कुनै बेलामा राम्रैसँग बोल्नुहुन्छ, जसले गर्दाखेरि पागल होइन भन्ने हामीले साबित गर्न सक्छौँ र उहाँ एउटा असहाय भन्न चाहिँ मिल्छ। हामीले हिजो रामहृदय यादवज्यूले, स्थानीय रामहृदय यादव जुन पत्रकार हुनुहुन्छ, उहाँले असहाय संरक्षण मञ्च जनकपुरका एकजना प्रबन्धक निर्देशकलाई सोद्धाखेरि सहयोगको लागि अपेक्षा गर्दा उहाँले मैले के गर्ने भन्ने जवाबसम्म दिएको मैले आफ्नै कानले सुनेको हुँ। र यसरी सहयोग गर्ने, संरक्षण गर्ने, असहायहरूलाई संरक्षण गर्ने जुन संस्थाहरूले नै यसरी भन्न थालेपछि यसरी बेसहारा बनेर बसेका व्यक्तिहरू के गर्लान् त, कसरी उहाँको उद्धार होला त भन्ने कुरामा अलिकति शङ्का जस्तो आइरहेको छ। त्यसकारण हामीले यसरी भन्नुपर्दा समग्र रूपमा उहाँलाई पूर्ण रूपमा सहयोग गर्नुपर्ने देखिरहेका छौँ। उहाँको अवस्था बारेमा भन्नुपर्दा उहाँ एक अपरिचित व्यक्तिको रूपमा यहाँ बस्नु भएको छ र सडकको धुलो धुवाँ आदिले अत्यन्त पीडा दिइरहेको अवस्था छ। पहिला उहाँ सडकमै बस्नुहुन्थ्यो, सडककै छेउमा पेटीमा बस्नुहुन्थ्यो। दुईटै खुट्टा फ्र्याक्चर भएर हिँडुल पनि गर्न नसक्ने अवस्थामा हामीले उहाँलाई भेटेका हौँ र उहाँलाई केही तल सारिएको अवस्था छ। पहिला सडकको पेटीमा बस्नुहुन्थ्यो र माथि खुल्ला आकाशमा आएको चिसोले उहाँलाई अत्यन्त सताइरहेको अवस्था छ। त्यसपछि यहाँ केही व्यक्तिहरूले सहयोग गर्दै केही खाना पानी दिँदै चाहिँ उहाँ एउटा बाँचेको अवस्था छ। हेर्नुहोला, एकजना सानो भाइले उहाँलाई एउटा खाना समोसा दिएर, नास्ता दिएर र अरू भाइहरूले पनि पानी दिएर सहयोग गरिरहेको अवस्था छ। यसरी नै नास्ता र पानी दिँदाखेरि उहाँ अहिले आफ्नो जीवनलाई बचाइरहनु भएको छ र सबैलाई सहयोगको अपेक्षा गरिरहनु भएको छ। गाउँ बस्तीभन्दा अलग्गै गाउँको एरियाभन्दा 2 किलोमिटर अनकटार जङ्गल जस्तो ठाउँमा बस्नुभएका एकजना अत्यन्त अशक्त व्यक्तिलाई हामी तपाईँलाई भिडियोमा देखाउँदैछौँ र उहाँ अत्यन्त जीर्ण अवस्थामा कयौँ हप्तादेखि यसै ठाउँमा सडकको चिसो खाएर बसिरहनु भएको अवस्था छ र हामीले तपाईँलाई यो देखाउनुको मकसद हो कि तपाईँले उहाँलाई सक्दो सहयोग गर्नुहुनेछ। उहाँको खुट्टा जुन असहाय अशक्त भएर बस्नुभएको छ, उहाँको खुट्टाको अवस्था यस्तो छ। यसरी खुट्टा सुनिएर उपचार पनि गर्न नसक्ने अवस्थामा अपरिचित व्यक्ति हो र उहाँले आफ्नो खुट्टा यसरी देखाउनु भयो। त्यस कारणले हिँडुल पनि गर्न सकिरहनु भएको छैन। त्यसै गरेर एउटा अत्यन्त पीडादायी अवस्थामा हामीले उहाँलाई भेटेका छौँ र तपाईँहरू सहयोग गर्ने व्यक्तिहरूले उहाँलाई आएर सहयोग गर्न सक्नुहुनेछ। यो खासै गरेर सैनिक ब्यारेक जुन छ धनुषा धाम नगरपालिकाको मालटोल भन्ने ठाउँमा सडकको छेउमा उहाँ चाहिँ यसरी अशक्त अवस्थामा राति पनि कुनै जनावरले खाइदियोस्, यसरी मर्ने पाए हुन्थ्यो भन्ने अवस्थामा चाहिँ उहाँ बसेको भेटियो। गाउँ बस्तीदेखि निकै टाढा उहाँ मर्ने इच्छा नै गर्नुहुन्छ। हिजो हामीले भेट्दाखेरि उहाँ भन्नुहुन्छ कि मलाई यहीँ कतै खाल्टो खनेर जिउँदै गाडिदिए पनि हुन्छ भन्ने हिसाबको उहाँले दुखेसो पनि गर्नुभयो, अथवा मेरो खुट्टा काटेर फ्याँकिदिए पनि हुन्थ्यो, म बाँच्ने थिएँ भन्ने पनि अवस्थाहरू दोधारमा पर्नुभएको अवस्था छ र उहाँलाई सहयोग गर्ने व्यक्तिहरूले सक्दो यसलाई सेयर गर्नुहोस् र सम्बन्धित ठाउँमा पुर्याइदिनुहोस् भन्ने आशा राखेका छौँ। ऊपर बा उहाँलाई गम्भीर चोट लागेको अवस्था छ। खासै राम्रो उपचार भेटेमा उहाँलाई ठिक हुने अवस्था छ। हामीले जुन देखिरहेको छौँ यो भागमा
अलिकति गम्भीर चोट लागेको अवस्था छ र त्यस कारणले फुलिएको छ। उहाँले उपचार नपाएको कारणले त्यो सुकिरहेको छैन र यहाँ चोट लागेको अवस्था हामीले देखिरहेको छौँ र उपचार पाएमा ठिक हुने कुराहरू भइरहेको छ। यसरी एक्लै निस्सहाय बेसहारा अवस्थामा बसिरहेका यी मानव वास्तवमा सरसफाइ नपाएर कयौँ महिनादेखि नुहाइधुवाइ गर्न नपाएर र दिसा पिसाब पनि त्यही थलामा नै हुने कारणले गर्दा दुर्गन्ध पनि बढिरहेको अवस्था छ र आफूलाई निराश अवस्थामा भेटिरहेको अवस्था। आज हामीले तपाईहरूलाई दर्शायौँ अत्यन्त अशक्त अवस्थामा रहेका एक व्यक्तिका बारेमा र उहाँ बारम्बार भनिरहनुहुन्थ्यो कि मलाई यहीँ कतै सानो खाडल खनेर गाडी दिए हुन्थ्यो, म बाँच्न चाहन्न भन्ने हिसाबका कुराहरू गर्नुहुन्थ्यो र हामी यस कुराले ज्यादै मर्माहित भएका छौँ र यसका बारेमा सम्बन्धित निकायमा पहल गरिदिनुहुन्छ भनेर हामीले यो भिडियो बनाएका हौँ। यो भिडियो कुनै मुनाफा वितरण गर्ने हिसाबले बनाएका होइनौँ र हामीले यो भिडियो एउटा मानवता बचाउँ भन्ने अभियानले बनाएका हौँ। एउटा मानवले अर्को मानवप्रति गर्ने कर्तव्यमाथि अलिकति सेवा सहयोग गरिदिनुहोस्, उहाँलाई अस्पतालसम्म पुर्याउने र सानो उपचार गर्दाखेरि उहाँको खुट्टा ठिक हुने अवस्था हुनसक्छ। उहाँको खुट्टा फ्र्याक्चर भएपछि उपचार नपाएर यस्तो अवस्थामा परेको भन्ने हामीले अन्दाज लगाएका छौँ। बड़का धर्म कोनो धर्म नहीं है। मानव के यदि सेवा कर दिलिए ये सबसे बड़का धर्म ही है। धर्म वह करे है जरा पास में दया हो, 10 गोरे में बैठा वाला 10 गोरे के चलाव वाला वही आदमी के दया हो। धन्यवाद है अपनी। असहाय व्यक्तिलाई ER5 नम्बर, जसलाई अब्जर्भेसन रुमको नामले चिनिन्छ र ER5 नम्बर बेडमा उहाँलाई भर्ना गरेको अवस्था छ। बड़का धर्म कोनो धर्म नहीं है। मानव के यदि सेवा कर दिलिए ये सबसे बड़का धर्म ही है। धर्म वह करे है जरा पास में दया हो, 10 गोरे में बैठा वाला 10 गोरे के चलाव वाला वही आदमी के दया हो। धन्यवाद है अपनी।